जापानमा चाहिँ 23 वर्षको नेपाली विद्यार्थीले चाहिँ बच्चा जन्माएर अनि मरेको बच्चालाई चाहिँ लुगामा पोको पारेर दराजमा लुकाएको अवस्थामा भेटिएको भन्ने न्युज त अहिले सबैतिर सुन्न सकिन्छ होइन। अनि त्यो न्युजहरू हेर्दाखेरि चाहिँ टावेलले बेरेर कपबोर्डमा राखेको एकजना नेपाली स्टुडेन्टको यो जुन अहिले न्युज आइरहेको छ, अहिले उहाँलाई प्रहरीले पक्रेर रहेको छ बच्चा मारेर। अनि सरी बच्चा मरेको बच्चाले चाहिँ कपबोर्डमा राखेको केसमा माइ गड सम्झिँदा पनि जापानको केटीको आँखाको रङ झऱ्यो त। जापानमा अर्को दोस्रो काण्ड भयो है, जापानको केटीको आँखाको रङ खस्यो भन्ने विश्वभरि भएको नेपालीहरूले थाहा पाउँछ क्या। दर्शक बिनहरू, एकजना युवती जो भर्खरकी 23 वर्षीय युवती जो चाहिँ नेपालबाट स्टुडेन्ट भिसामा जापान पढ्न गएकी, बा आमाले 15, 20, 30 लाख रुपियाँ ऋण लगाएर आफ्नी छोरीलाई सुनौलो भविष्यको लागि जापान पढ्न पठाएकी। तर दर्शकबिनहरू, त्यहाँ चाहिँ उल्टो भयो खेल। किनभनेपछि ती युवती जो 23 वर्षीय युवती थिइन्, तिनले चाहिँ माया प्रेममा बाँधिन् र फेरि एउटा बच्चा जन्माउन सफल भइन्, त्यो पनि होस्टेलमै बसेर आफ्ना साथीहरूसँगै। त्यसपछि बल्ल साथीहरूले तिनको रहस्यमय कुराहरू खोले। साथीहरू बुझ्नुभयो कि बुझ्नु भएन? तपाईँहरूलाई मैले हिजो मात्रै यही विषयमा एक भिडियो देखाएकै थिएँ र आज फेरि पनि त्यसको अर्को वास्तविकता कुराहरू खोल्नका लागि, वास्तविकता आखिर खास के हो त भनेर त्यो बुझाउनका लागि तपाईँलाई, र अझै पनि त्यस विषयमा दाजुभाइ तथा दिदीबहिनीहरू, बाहिर देश बस्ने, जापानमै बस्ने दिदीबहिनीहरू आखिर के भनिरहेको छन् त, त्यो सबै प्रतिक्रिया लिएर आज पनि फेरि आइसकेको छु। भिडियो लामो छैन, छोटो छ। सबैजनाले कृपया भिडियोलाई पुरा हेरेर अन्तिमसम्म साथ दिनु होला। अनि हजुरहरू पनि जे पनि हजुरको मनमा आउँछ कुराहरू, हजुरहरूले के बुझ्नुहुन्छ त्यो विषयको पनि प्रतिक्रिया कमेन्ट गर्न नभुल्नु होला। साथीहरू, यदि मेरो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भनेपछि च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक पनि गर्न नभुल्नु होला। जापानमा चाहिँ 23 वर्षको नेपाली विद्यार्थीले चाहिँ बच्चा जन्माएर अनि मरेको बच्चालाई चाहिँ लुगामा पोको पारेर दराजमा लुकाएको अवस्थामा भेटिएको भन्ने न्युज त अहिले सबैतिर सुन्न सकिन्छ होइन। अनि त्यो न्युजहरू हेर्दाखेरि चाहिँ धेरैजनाले चाहिँ कमेन्टमा चाहिँ केटीलाई गाली गर्नुभएको छ होइन। केटी मान्छे यस्तै हो, जापान गएको सबै केटीहरू यस्तै हुन्छन् भनेर चाहिँ अब नराम्रो कमेन्टहरूको त कुरै नगरौँ होइन। धेरैजनाले चाहिँ केटीलाई गाली गर्नुभएको छ होइन। तर यसमा केटीले मात्र गाली खानुपर्ने स्थिति त होइन जस्तो लाग्छ मलाई। किनभने उहाँहरूले जे पनि गर्नुभयो त्यसमा 50-50% उहाँहरू दुवैजनाको, केटा र केटी दुवैजनाको गल्ती छ होइन। उहाँहरूले आफ्नो जे कुरामा पनि भागीदारी लिनुभयो, त्यो लिइसकेपछि उहाँले त्यसको रिजल्ट कसरी आउँछ र कसरी त्यसलाई सल्भ गर्ने भन्ने कुरा चाहिँ उहाँहरू दुवैजनाले चाहिँ सल्भ गर्न नसक्नु भएको हो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ केटीलाई मात्र गाली गर्न चाहिँ तपाईँहरूले पाउनुहुन्न होइन। अब यसमा धेरै गल्ती त अझ केटाको देख्छु मैले होइन। आफ्नो गर्लफ्रेन्ड प्रेग्नेन्ट भइसकेपछि चाहिँ अब त्यो कुरालाई कसरी सल्भ गर्ने, नेपाल जाने हो कि के गर्ने हो भनेर चाहिँ अब केटाले पनि सल्भ गर्नु पर्थ्यो। किनभने केटी मान्छे प्रेग्नेन्ट भइसकेपछि उहाँलाई कति गाह्रो भयो होला। जापानमा स्टुडेन्ट भएर आइसकेपछि स्कुल पनि जानै पर्यो, काममा पनि जानै पर्यो, पैसा त कमाउनु पर्यो होइन। अनि स्कुल पनि जानै पर्यो, त्यो त अब अभियसली जानै पर्यो। अनि उहाँलाई अब थाहा भएन अथवा उहाँले के प्रब्लमले गर्दाखेरि अथवा सल्भ गर्ने कसरी भन्ने कुरा थाहा नभइसकेपछि उहाँहरूले के गर्नुभएको हुनसक्छ, के गर्ने भनेर उहाँहरूले निर्णय लिन नसक्नु भएको हुनसक्छ होइन। अब के भएको हो भन्ने कुरा त उहाँहरू दुवैजनालाई थाहा होला होइन, हामीलाई भन्दा होइन। तर पनि कमेन्टहरू हेर्दाखेरि चाहिँ केटी मान्छेलाई गाली गरेको चाहिँ मलाई अलिक पचेन, मलाई मन पनि परेन होइन। गाली गर्नु छ भने कि दुवैलाई गर्नुहोस् कि अलिक बढी केटालाई गर्नुहोस् होइन, नत्र भए नगर्नुहोस् होइन। किनभने आफूलाई चाहिँ त्यो मान्छेको ठाउँमा राखेर हेर्नुहोस् के उहाँलाई कति गाह्रो भयो होला, यस्तो स्थितिमा उहाँ कसरी चल्नु भयो होला होइन। तपाईँ आफूले उहाँको ठाउँमा राखेर हेर्नुहोस्। अनि तपाईँले यसरी गाली गर्दाखेरि अहिले उहाँको र उहाँको प्यारेन्ट्सको मनहरूमा होइन भन्नु मेन्टली कति प्रेसर परिरहेको होला, मेन्टली कति समाजले कसरी हेरिराखेको होला भन्ने कुरा चाहिँ बुझ्नु जरुरी छ होइन। अनि अब मैले उहाँको लागि केही पनि गर्न सक्दिनँ है, म केही पनि गर्न सक्दिनँ उहाँको लागि। तर केही गलत भइरहेको छ भने चाहिँ हाम्रो तर्फबाट चाहिँ केही गर्न नसके पनि आवाज उठाउनु चाहिँ जरुरी छ जस्तो मलाई लाग्छ। त्यही भएर मलाई चाहिँ यो मन नपरेको कुरा चाहिँ मैले यहाँ पुग्न आएँ। दर्शकबिनहरू, सामाजिक सञ्जालमा चाहिँ यस्तो हल्ला छ कि आखिर 23 वर्षीय युवतीले बच्चा त जन्माइन्, जापानमा जन्माइन्, स्टुडेन्ट भिसामा पढ्न आए कि एउटा युवतीले बच्चा जन्माइन्, तर कसरी जन्माइन् त भन्ने किसिमका कुराहरूमा कसैले पनि ध्यान दिएका थिएनन्। जसले पनि गाली गलोज मात्रै ती बिचारी युवतीलाई। साथीहरू, आखिर यी दिदीले भनेको कुरा तपाईँलाई कस्तो लाग्यो त्यसको पनि प्रतिक्रिया कमेन्ट गर्न नभुल्नु होला। र योभन्दा पनि अगाडि साथीहरू हामी अर्को भिडियो हेरौँ। बिचरा त्यो 9 महिनासम्म बच्चालाई पेटमा राखेर स्टुडेन्टको लाइफ जापानमा जिउन कति गाह्रो भएको होला कि उहाँ। अहिले जुन जापानको न्युज आएको छ, एउटा बच्चा जन्माएर मरेको थाहा पाइसकेपछि चाहिँ उहाँले टावेलले बेरेर कपबोर्डमा राखेको एकजना नेपाली स्टुडेन्टको यो जुन अहिले न्युज आइरहेको छ, अहिले उहाँलाई प्रहरीले पक्रेर रहेको छ बच्चा मारेर। अनि बच्चा मरेको बच्चाले चाहिँ कपबोर्डमा राखेको केसमा
माई गड सम्झिँदा पनि पुरै शरीरमा काँडा उठ्छ कि जापानको यस्तो बिजी लाइफस्टाइलमा उहाँले 9 महिना कसरी चाहिँ त्यो स्ट्रगल गरे होला, कसरी राख्यो होला त। अनि त्यो आफूलाई राख्न लगाएको त्यो मान्छे चाहिँ कहाँ छ होला। त्यो केटीलाई भन्दा नि पहिला त्यो केटालाई चाहिँ पक्रिनुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। के गर्न चाहिँ आएको हो जापान जस्तो लाग्छ कि किन चाहिँ यस्तो घटनाहरू घटाउँछन्। यति धेरै घटनाहरू घटेको छ, यो चाहिँ अब मिडियामा आउँछ, त्यो हुन्छ नि जापान पुलिसले पक्रिसकेपछि अथवा जापान पुलिससँग पुगिसकेपछि चाहिँ मिडियामा आउँछ, नत्र नआउने न्युजहरू कति धेरै छ। अहिले त जापान त पुरै यो हुन्छ नि फोरीहरूको भण्डार भइसक्यो जस्तो लाग्छ कि मलाई चाहिँ। राम्रो मान्छेहरू पनि छन्, नराम्रो मान्छेहरू पनि छन् जापानमा। कसैले पनि लङ लास्टिङ नसोचेर के हुन्छ, वाट आइएम डुइङ, वाट आर द रिजल्ट आफ्टर, हुन्छ नि त्यो मैले गरेको कुराहरूले पछाडि रिजल्ट मैले के भोग्नुपर्छ, कहाँसम्म पुग्छ कुराहरू भन्ने कुरा कसैले नि नसोचेर यस्तो डिसिजनहरू किन लिइरहेछन् क्या अहिले नेपाली स्टुडेन्टहरूले जापानमा। यति धेरै ब्याड न्युजहरू सुन्दा पनि घिनलाग्ने ब्याड न्युजहरू आइरहेको छ। सो के छ केटीको दशा मिलोस्। अब नयाँ आएको भाइ बहिनीहरूले चाहिँ के गर्छन् भन्ने कुरा तपाईँहरूलाई थाहै छ, सामाजिक सञ्जालमा एउटा पनि कुनै पनि काम गलत हुने बित्तिकै या फेरि जेसुकै होस् है, अलिकति सामाजिक सञ्जालमा भाइरल भयो कि तपाईँको पुच्छर, तपाईँको आन्द्रा भुँडी सबै निकाली मान्छेले त्यसको विषयमा निष्कर्ष दिन थाल्छन्। केही कुरा बुझुन् नबुझुन्, वास्तविकता के हो, यथार्थ के हो, खास तिनले कसरी बच्चा जन्माउन पुगिन् त, किन बच्चा जन्मिनसम्मको टाइम आयो, त्यहाँनिर कुन तरिकाले त्यो सिचुएसन आयो त, आखिर चाहेको भए अवसन पनि गर्न सक्थ्यो होला जापान जस्तो ठाउँमा होइन, या फेरि त्यहाँ अब केही न केही थियो होला त्यहाँनिर, केही न केही गरी हामी त्यसको उपाय गर्थ्यो होला पनि त, तर किन आयो त। त्योभन्दा पहिला अझ यो भिडियो हेरौँ। यत्तिकै लप पनि कसरी पर्छ हो। अब कसैले त कहाँ हो भनेर सोधिहाले पनि जापान भन्नु पनि 10 चोटि सोचेर भन्नु पर्ला जस्तो छ। काण्ड पनि कति मच्चाएको त, वर्ष एउटा न एउटा काण्ड मच्चाकै हुन्छ भनेको। अब उहाँ गएको पढिरहेको 23 वर्षको केटी, उहाँ बच्चा मरेको जन्मायो भनेर उहाँ पुलिसले समातेर लग्यो। अब भयो त, त्यही पनि टोकियोमा। यस्तो काण्ड त ओसाका फुकुओकामा हुन्थ्यो होइन। छ्या, टोकियोको बेजदै गर्यो। त्यो रनमतीको छोरा, कुन चाहिँ रनमतीको छोरा हो फेरि बिचरा। अनि एउटा यस्तो दिमाग लगाऊँ त, जापानको केटीको आँखाको रङ झऱ्यो त, जापानमा अर्को दोस्रो काण्ड भयो है, जापानको केटीको आँखाको रङ खस्यो भन्ने विश्वभरि भएको नेपालीहरूले थाहा पाउँछ क्या। अनि त्यो त्यत्रो बच्चा पाउनु लाग्यो, त्यो गएकोले कस्तो थाहा नपाएको, अनि त्यो रुममेटलाई कस्तो थाहा नभएको, अनि त्यो काममा कस्तो थाहा नभएको, अनि त्यो काममा चाहिँ कसरी गइरहेको थियो, कसरी काम गरिरहेको थियो, अचम्म भनेको। यो जापानमा भएको दिदी बहिनी है, मेन दिदी बहिनी क्या, सम्बन्धमा बस्छ दुइटैले मिलेर गर्ने सबै काण्ड मचाउने, जे मचाउने लप्सप गर्ने। तर बेजो चाहिँ केटीको हुन्छ कि मेन भनेकै केटीको आउँछ क्या। केटाकै भए पनि तर केटी जापानको केटीहरू यस्तो, जापान गएको केटी उस्तो भनेर मेन केटीकै आउने हो क्या। त्यही भएर बरु टाढाको मान्छेसँग लभ गरौँ क्या, यो जापानकोसँग लभ नगर कि। यस्तै हो क्या, काण्ड निस्किहाल्छ। हुन त सबैको भन्न मिल्दैन, कसैको राम्रो पनि भएको छ, कोही राम्रै गरेर बस्नु भए होइन। अब अहिले हेर त, जापान आएको ऋण समेत तिरेको छैन होला कि, त्यो बाउलाई चाहिँ के बितिरहेको होला। आफ्नो स्वास्थ्यको ख्याल गर, भयो चिन्ता नगर, ऋण त बिस्तारै तिरिहालिन्छ नि, आफ्नो चिन्ता गर भन्दै छोराछोरीलाई, विदेशमा भएको छोराछोरीलाई त्यसरी मोटिभेट गर्ने बाउआमा आज तेरो छोरीले यस्तो गर्यो उस्तो गर्यो भनेर यस्तो समाचारहरू सुन्दा कस्तो बित्छ होला बाउआमालाई। ल यो केसहरू थाहा पाइसक्यो, अब पक्कै पनि नेपाल त बढाउँछ। अनि तेरो अब यसरी नेपाल जाँदा के होला हालत, आफै चाहिँ कसरी बाँच्ने भन्ने हो कि। त्यसैले छोडौँ यो काण्डहरू, यस्तै होइन। हुन त नेपाली जुन ठाउँमा छ त्यही ठाउँमा यस्तो काण्डहरू गर्छ, तर जापानमा धेरै बेरोजगारी भएर हो होइन, जापानको कुरा चाँडो प्रसार हुने क्या। अरू देशमा नेपाली नभएको ठाउँमा त कुरै छोडौँ होइन, नेपाली जहाँ छ त्यही ठाउँमा काण्ड मचिन्छ, तर जापानको जस्तो थाहा चाहिँ हुँदैन क्या, किनभने जापानमा बेरोजगारी धेरै छ। अनि के गर्नु। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्लिज आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नु होला, र भिडियोलाई लाइक पनि गर्दै गर्नु होला साथीहरू, किनभने धेरै मेहनतले भिडियो बनाइएको हुन्छ। तपाईँहरूको एउटा लाइकको लागि हामी धेरै मेहनत गरिरहेको हुन्छौँ साथीहरू, प्लिज। त्यसैले सत्य तथ्य हेर्नका लागि र योभन्दा पनि राम्रा समाजमा भर्खरैको समस्या भएका ट्रेन्डिङ न्युजहरू लिएर आइरहनेछु म रमेश मल्ल ठकुरी, RMT मिडिया मार्फत साथीहरू। तबसम्मलाई च्यानललाई सब्सक्राइब गरेर